छ हालखबर? उम्मिद गर्दछु कि तपाईँहरूको पनि हालखबर ठिकै छ भनेर। आज चाहिँ म अब यहाँ तल कार्यक्रम छ स्कुलको, के कस्तो हुनेछ के हुनेछ म डिटेलमा देखाइहाल्नेछु। र हाम्रो गाउँठाउँ यस्तै छ। अब स्कुलहरू म देखाउनेछु। म चाहिँ अहिले स्कुल ड्रेसमा छु। बिहान अहिले चाहिँ म ट्युसन पढ्न गइरहेको हो। अहिले यहाँ चाहिँ एकदमै जाडो छ। हजुरहरूको ठाउँतिर चाहिँ कस्तो छ भनेर कमेन्टमा भनिदिनु होला। साथीहरू अब चाहिँ म होइन तल पुग्न लागिसकेँ होइन, तल स्कुलमा। यहाँ स्कुलमा चाहिँ ठुलै बजार छ होइन। मेरो अघिको हेयरस्टाइल राम्रो छ कि अहिलेको हेयरस्टाइल यसो कमेन्टतिर भनिदिनु होला। गाउँघरको बाटो यस्तै छ। अब तलदेखि आउन माथि जान 2 घन्टा लाग्छ, तल जान 1 घन्टा लाग्छ। पढ्नलाई धेरै नै दुःख छ। बाटोहरूको हालत यस्तो छ, हेर्नु सक्नुहुन्छ। आज चाहिँ कार्यक्रम भन्दै थियो त्यो केसको उतै ठुलै बजारमा हो, समुदारमा। के हुन्छ म देखाइहाल्नेछु। र लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला। मेरो भर्खर 33 सब्सक्राइबर भइरह। म सकेसम्म फुल मेहनत गरिरहेको छु। अब तल भेटौँ है त। यो चाहिँ मेरो फर्स्ट भ्लग हुनेछ। सबैले सपोर्ट गरिदिनु होला भन्ने अनुरोध गर्दछु। फर्स्ट भ्लग आयो तर कडा आयो। आज चाहिँ हाम्रो स्कुलमा तल कार्यक्रम छ। यहाँ के कस्तो हुन्छ समुदारमा म देखाइहाल्नेछु। सबैले माया गरिदिनु होला है त। होइन सबैले सपोर्ट माया प्रेम देखाइदिनु होला। यहाँ चाहिँ फेरि शुद्ध मुलको बानी फेरि एकदमै मिठो हुन्छ। चिसो एकदमै मिठो। क्या बक रहे हो मादरचोद? यति भनिसक्यो। भ्लगलाई चाहिँ सबैले माया प्रेम देखाइदिनु होला। अब म रेगुलर भिडियो हाल्छु सकेसम्म। मेरो टिकटक आइडीलाई पनि फलो गरिदिनु होला। यहाँको चाहिँ नेचुरल स्विमिङ पुल चाहिँ हेर्नु सक्नुहुन्छ। यहाँ सूर्यमती तादी खोला हो। यो चाहिँ नेचुरल स्विमिङ पुल हो क्या। यहाँ चाहिँ मान्छेहरू धेरै डुबेर मरिसके। अहिले क्लियर आएन। अहिले घाम माथि धेरै छ। क्यामेरा पनि राम्रो छैन। अब सबैले माया गरिदिनु हुन्छ भन्ने मलाई उम्मिद छ। यहाँतिर सबै नछन्, सर्मिसहरू अगाडि पुगिसके। आज के को कार्यक्रम चाहिँ थाहा छैन, तर कार्यक्रम चाहिँ हुन्छ भने थियो। अब न्यू भिडियो पनि आइरहन्छ, सबैले हेर्नु होला। अब सबैले सब्सक्राइब गरिदिनु होला। तादी खोला है गाइस यो चाहिँ। अब सिधै समुदारमा भेडौँ है त। साथीहरू हामी चाहिँ यहाँ चामदेखि आएर छौँ है। उता तिनीहरू चाहिँ उतादेखि छ, हामी चाहिँ चामदेखि आएर छौँ। भ्यू हेर्नु सक्नुहुन्छ साथीहरू। भ्यू तादी खोलाको भ्यू है साथीहरू। यता पनि छ है गाइस भ्यूहरू। यहाँ चाहिँ तादी खोलामा माछाहरू छ भन्दा थियो, तर सकायो होला मान्छेले। चाम हेर्नु सक्नुहुन्छ। चामहरू यस्तै छ। यस्तो चामतिर हिँड्दा कस्तो डर लाग्ने कि। म त बच्चातिर होइन, पहिला चामतिर हिँड्दाखेरि यस्तो डर लाग्ने कि। यस्तो तल हेऱ्यो भने त आफू कस्तो डर लाग्ने भने। अहिले त केही हुँदैन भने। हामी चाम पनि कडिसकेको छौँ हेर्नु सक्छ। फाइनल गाइस हामी चाहिँ समुदार आइसक्यौँ है। हामी समुदार। यहाँ चाहिँ स्वास्थ्य चौकी, यहाँ गाउँपालिका दुप्तेश्वर गाउँपालिका यहाँ आइसक्यो। अब स्कुल चाहिँ उतातिर छ। के कस्तो कार्यक्रम हुन्छ हेरौँ। अब यहाँ एभरेस्ट ब्याङ्क, खाजा घर सबै छ। दुप्तेश्वर मोबाइल हाउस आउनु यति भन्न चाहन्छु। अफर चाहिँ दिन्छ त्यही हो। अब यहाँ हजुर हेलो। अब त्यही भन्न जाँदैछौँ। अब यहाँदेखि यता चाहिँ
स्कुल छ यता यहाँदेखि अन्त बाटो हामी चाहिँ छिटो आइसक्यौँ है अघि चाहिँ ढिलो थियो अहिले चाहिँ हामी छिटो आइसक्यौँ ओ गाइस फाइनली एन्ट्री भइसक्यो एन्ट्री ले एन्ट्री भइसक्यो ढाडा खाएको ब्रान्ड फेरि माथि छ ढाडा खाएको ब्रान्ड रामती ब्रान्ड मान्छे फेरि उरिया माथि छ हेर्नु सक्नुहुन्छ अब यस्तै हो अब माथि गएर भेट्नु न हामी यहाँतिर कार्यक्रम यस्तो ब्रान्ड भएर ल अब यस्तो भन्नु सन्धि अहिले चाहिँ म तपाईँहरूलाई यहाँको स्कुल कस्तो छ टुर हान्न गइरहेको छु हेर्नु सक्नुहुन्छ क्लासरुमहरू यस्तो छ सुविस्ताहरू त राम्रै छ होइन यहाँतिर रुम नम्बर 203 202हरू ब्लक नम्बरको अनि यहाँदेखि चाहिँ जाने यो चाहिँ फर्स्ट फ्लोर हो फर्स्ट फ्लोर अब यहाँ चाहिँ सेकेन्ड फ्लोर छ सेकेन्ड फ्लोर पनि राम्रै छ हेर्नु सक्नुहुन्छ यो बन्द छ हेर्नु सक्नुहुन्छ यस्तो छ है ग्यास पङ्खा चाहिँ यहाँ छ पानीको व्यवस्थाहरू अब बेन्चहरू राम्रै छ यहाँ चाहिँ फेरि यो चाहिँ हाम्रो स्कुलभन्दा चाहिँ अलिक फरक छ क्या किन फरक छ भने जस्तै होइन यस्तो छ त यस्तो बस्ने ठाउँ मतलब यो किताब राख्ने ठाउँ छ त यो यस्तो किताब राख्ने ठाउँ चाहिँ अलिक राम्रो छ त्यसैले यो राम्रो छ हेर्न सक्नुहुन्छ यो रुम नम्बर 303 302 अनि उतापट्टि पनि छ ए हो सेम छ यसमा फरक भने यिनीहरू यो चाहिँ पास कार्ड भइहाल्यो पास कार्ड यो पात्रो भइहाल्यो यहाँतिर परियोजना कार्यहरू गरेको छन् बहिनीहरूले यो सेकेन्ड फ्लोर भइहाल्यो सेकेन्ड होइन यो थर्ड भइहाल्यो अब फोर्थ फ्लोर होला यो चाहिँ लास्ट होला है यो लास्टै हो यो चाहिँ कम्प्युटर रुम है गाइस खोलेको चाहिँ छैन यो साइन्स ल्याब यो चाहिँ ओ हड्डी हेर न साथीहरू गाइस हड्डी यहाँदेखि चाहिँ माथि जाने यहाँ चाहिँ तल कार्यक्रम भइरहेको यहाँदेखि चाहिँ ब्रान्ड भइरहेको हेर्नु सक्नुहुन्छ यो चाहिँ अर्को कोठा है अनि यहाँतिर यस्तो भइरहेको यहाँ चाहिँ अहिले बेन्चहरू त बाहिर राखेको छ नि त किनभने यहाँ अघि बस्न आइरहेको थियो नि त मान्छेहरू त्यसैले अहिले यहाँ बाहिर राखेको छ यहाँदेखि माथि जाऊँ भने यहाँ बन्द रहेछ के नत्र मैले देखाएको थिएँ बन्द छ त्यसैले देखाउन पाएन त्यसैले माफ गरिदिनु होला अनि यहाँ चाहिँ के छ भने के भयो मैले बुझ्न सकिनँ अब यहाँ तलतिर यस्तो यहाँतिर रुमहरू यस्तै छ होइन हेर्नु सक्नुहुन्छ रमाइलो यस्तो छ रमाइलो त छैन भने हेर्नु सक्नुहुन्छ हुडिङ दुप्तेश्वर ब्रान्डदेखि हुडिङ दुप्तेश्वर ब्रान्डदेखि हुडिङ यस्तो छ हुडिङ अब कति रमाइलो चाहिँ भएन होइन अब जस्तो सानो कार्यक्रम हो तो गाई चटपटे आइसकेको छ है चटपटे आइसकेको छ खाऊ ल खाऊ अब म चाहिँ खान लाग्यो ल रेड हानम रेड एकदम मिठो मिठो छ अब म पनि चाख्न भएन स्वाद कस्तो रहेछ त 100मा 100 गाइस है मेरो रेटिङ चाहिँ 100मा पानीपुरी आएर पानीपुरी टेस्ट हानम है मिठो बनाउनुहुन्छ आउनु होला यतापट्टि फेरि पानीपुरी आइसक्यो गाइस हाम्रो चाहिँ टेस्ट हान्नु पऱ्यो ल म चाहिँ गाइस टेस्ट हान्न राख है ल रेट पनि गर्दे 10मा कति पर्सेन्ट छिरो एकदमै मिठो 10 out of 10 10 out of 10 अब म पनि खान लाग्छ गाइस
फुल रेड है फुल रेड तो गाइस अब चाहिँ हामी घर जान लागिसक्यौँ रमाइलो भएन के बस्नु होइन अब घर जाने हो अब हामी अब यहाँतिर आइपुगिसक्यौँ अघिकै ठाउँतिर हो यहाँ यस्तो खोलाहरू छ सबै यस्तो यहाँ टिकटकर भाइरल बोयहरू पनि छ मिङमार भाइरल बोय यता आउन रोकी बना भनेको मैले भाइरल बोय। बुझेन के तपाईँको यहाँ छ त केही भन्नेमा इन्टरभ्यूहरू पनि हुन्छ नि त हेर्न सक्नुहुन्छ भाइरल बोय हो ऊ चाहिँ होइन उसको चाहिँ म टिकटक आइडी कमेन्ट बक्समा लिङ्क छोडिदिन्छु सबैले हेर्नु होला भिडियो सबैले हेर्नु होला तो यहाँ तो साथीहरू आजको भ्लग चाहिँ होइन अब यहीँ टुङ्गाम हामी चाहिँ यहाँ आइपुगिसक्यो ल धन्यवाद है हस्त